पैसा यी गन्छौ न कति रहेछ ए त्यति पनि छ 350 70 370 छ 1 केजी नल्याउनु होला 3 पाउ ल्याउनु होला 4 पाउको 1 केजी हुन्छ नि ल ल 3 पाउ ल्याउनु होला लेग साइडको मासु ल्याउनु होला यो चाहिँ यस्तो सिस्टम छ ल्याम यता घर भन्दा छ भेट्दा छ दाइ कुखुरो बन्यो दाइले यस्तरी कुखुरो बनाउँदै हुनुहुन्छ गाइज दाइको पसलमा आउनु होला फ्रेस कुखुरा पाइन्छ होइन एउटा पाङ्ग्रा चाहिँ हालिदिनु ल पाङ्ग्रा मिठो हुन्छ के अरू चाहिँ परेन दाइको कटिङ हेर्नुहोस् खतरा 3 पाउ पुग्यो साथीहरू मजाले कताएर त्यसको कटिङ हुन्छ 700 पाङ्ग्रा मात्रै त्यस्तो महँगो त्यही भन्छ तर खजानाले बेच्नेको सबभन्दा यहाँ चल्ने त त्यही हो बुढी लु तिमीलाई कोसेली 270 रुपियाँ जम्मा किन यता राम्ररी देखिनु भएको क्या राम्रो छ चिसो छ कि नै बाहिर त्यही अनुसारले साथीहरू अब म चाहिँ आबाल्न जाँदैछु यता आन्टीहरूले टक्कै करेसाबारी गर्नु भएको छ अब म आबालेर तपाईँहरूलाई तताउँछु साथी हामीले भात डोस्यौँ भात पाक्छ ल्याम्मा पारेर हाममा खाने ल अब पाकिसकेको छ खाना हो है साथीहरू खाना हो ल हाम्रो मासु भात सब पाइसक्यो ल भाइ बुढीले आज के तल लगाउने स्वेटर किन्न लाछिनले साथीहरू सेल्फीबाट खिचे के हुन्छ किन तपाईँ योबाट एकदम राम्रो आउँछ के त्यो अरूले खिच्ने भएपछि ठिक हो हेर्नु आफूले खिच्दा चाहिँ सेल्फीबाट राम्रो आउँछ क्या काँति नाक देखे कि काँति निधार काट्दै कि थाहै हुन्न हेर्दा फुलै फुलको बगैँचा बुढीले कपडा किन्दैछ 100वटा हेऱ्यौँ होला अझै मन परिहाल्यो बुढीलाई बुवालाई टोपी यताबाट हामीले सेलेक्ट गरिसक्यौँ टक्कै यो बुवालाई चाहिँ न्यानो होला भनेर होइन साथीहरू टक्कै यो टोपी सबै आएर किन्दैन एकदम सुपथ मूल्यले यसलाई दिदीले 300 भन्नुहुन्थ्यो लास्टमा 30 रुपियाँ रे कति सस्तो होलसेलमा दिनुहुन्छ दिदीले होइन दिदी हो हेर्नुहोस् यस्तो टोपी 30 रुपियाँमा कसरी पाउँछ 90% डिस्काउन्ट अब बुझ्नुभयो तपाईँ र म मिल्ने त्यसलाई कति भन्नुभएको तपाईँले 1500 भनेपछि अब नघटाइकन 1500 म किनाइदिन्छु तपाईँले 800 राख्ने मलाई 700 दिने है हुन्छ नि ट्याक्कै अनि दुइटाले कमिसन खानु पर्यो नि ट्याक्कै ट्याक्क होइन र त्यत्रो कमिसन होला र फाइदा
भइहाल्छ नि तपाईँलाई 800 मलाई 700 तपाईँभन्दा कमै लिनेवाला छु मैले फेरि बुवाले भन्ने होइन बुवाको टोपी हामी लगाइदिन्छौँ बाले कस्तो लाग्छ लाउनु टोपी लाउनुहोस् त कस्तो हुन्छ बाले टोपी बजार गएको थिएँ उठेर लानु के खाना बनायो अब बनाउँछौँ सुत्नु भएको थियो तपाईँ ल साथीहरू आजको भ्लग यहीँ अन्त्य गर्छ हस्त धन्यवाद टाटा बाई बाई अर्को भ्लगमा भेटौँला